4 महिना बोलाउने, 4 महिना यही आएर बसाउनु। ए हस्, म आएर बसिरहन्छु, मलाई के गरौँ, मिठो खाना पाउने, सम्मान पाउने, यहीँ आएर घर जमाएर बस्छु नि, चाल पाउनु। अब त्यही कम्युनिटी सेन्टरमा मलाई एउटा कोठा चाहियो। ल बाला दाई सुन्नुभयो, त्यो कम्युनिटी सेन्टरमा मलाई एउटा कोठा दियो। गुरुले यसो भन्दै गर्दा मैले 1 मिनट हजुरहरूको टाइम लिएँ। नमस्ते फेरि पनि। यो गुरु त कति ठुलो मान्छे होला, के खान्छ, कहाँ बस्छ, ओ माई गड, कसरी टेक केयर गर्ने, 20% लैदिन्छ, 40% लैदिन्छ भन्दै गर्नुहुन्थ्यो। हिजो साँझ हाम्रो कोर टिमसँग मिटिङ बस्यौँ। गुरुलाई दक्षिणा कति दिने हो साथी हो भने, कसैले भन्छ 50,000, कसैले 60,000, कसैले भन्छ 40,000। गुरुले त आम्मा कति थोरै पैसा चाहिँ लिनुभयो भने, मैले सोचेको भन्दा चाहिँ दिनबन्धु पोखरेल रहन्छ। दिनबन्धु पोखरेलले यो काम गरेछ, नितान्तै सामाजिक काम गरिरहेछ। कसैको आँखा खुल्या छ भने खोल्नुहोस्, तपाईँहरूलाई फोन चाहिएको छ भने उहाँलाई बोलाउनुहोस्। उहाँले हामीले दिएको दक्षिणा पनि फर्काएर चाहिँ हामीलाई दिनुभयो। म ठुलो बोलेको छैन, मेरो टिम साथी छ। त्यसकारण दिनबन्धु पोखरेल भन्ने यो सिकागोमा आएर मेरो लागि गरे होइन, उहाँको लागि होइन, यो यहाँको समाजको लागि, कल्चर सेन्टरको लागि। मलाई चाहिँ ती दिनहरू 1 महिना पहिलेका कुराहरू केही साथीहरूले भन्नुभयो, ए गुरु कडा हुनुहुन्छ है, बोल्दाखेरि विचार गर्नु होला, अलिक छलफल गरेर बोलाउनु होला। कहाँ तपाईँहरू यो रेकर्ड देख्नुहुन्छ, भोलि पर्सि मैले ठुलोबाट बोलेकै छैन। दिनबन्धु पोखरेल वास्तवमा, अब उहाँको नाम मैले अरूसँग जोड्न त सक्दिनँ। मदर टेरेसा भन्ने सुनेको थिएँ इन्डियामा पढ्दाखेरि, जसले एउटा चाहिँ ग्राउन्डमा हेल्प गर्नुहुन्थ्यो होइन। यो दिनबन्धु पोखरेल चाहिँ एक दिन यस्तो पात्र निस्किनुहुन्छ कि नेपालको ग्रान्डफादर हुनुहुनेछ उहाँ। एकपल्ट ह्यान्ड दिनु साथी हो। पण्डितजी, तपाईँको पेस्टिज यही अनुसार अगाडि बढोस्। म एउटा सानो मान्छे हो, मेरो शुभकामना। थ्याङ्क यू। अब हामीसँग स्पेसल नाच आउँदैछ है साथीहरू, एकछिन वेट गरेर बस्नुहोस् है। उता मलाई थाहा छ भोक लागेको छ तपाईँलाई, मलाई पनि भोक लागेको छ। स्पेसल डान्स आउँदैछ, ल बस्नुहोस् है, सरप्राइज नै आउँदैछ। प्राप्तिका लागि कहिले हिँड्दिनँ म। पैसा कमाउन हिँड्ने मान्छे होइन, म मान्छे कमाउन हिँड्ने मान्छे हो। मैले आज बाला घिमिरे जस्तो व्यक्ति मैले पाएँ, विष्णु फुयल जस्तो व्यक्ति पाएँ, बासु पुडारा जस्तो व्यक्ति पाएँ, गोपेन्द्र भट्टराई जस्तो व्यक्ति पाएँ। सबभन्दा ठुलो गौरवको विषय मलाई त्यही छ। म व्यक्ति कमाउन हिँडेको, मान्छे कमाउन हिँडेको। मेरो पिताजीले भन्नुहुन्थ्यो, जिउँदाको जन्ती धेरै हुन्छन्, मर्दाको मलामी धेरै बनाउने हो। भोलि दिनबन्धु पोखरेलले मर्दाखेरि यो धरतीमा आँसु बगाउने धेरै हुन्, यही हो मेरो चाहना। मेरो श्रीमती यहीँ छिन्, उनले बार भन्छन्, देख्नुभयो हिजो आयोजक परिवारले पनि दान उहाँले दिन चाहेको कयौँ रकम हामीले चाहिँदैन, यो सब सोसाइटीको लागि फिर्ता भन्यौँ। कोषाध्यक्ष त्यहीँ हुनुहुन्छ, शिव सर यहीँ हुनुहुन्छ। मेरो श्रीमतीले एकदमै कम लिनुहोस्, केही लिनु मिल्दैन, केही नलिनु, सेवा गर्नु मात्रै भन्छन्। यस्तो परिवार पाएको छु मैले। त्यही भएर म सिकागो सधैँ आउन चाहन्छु, सिकागोलाई घर बनाउन चाहन्छु। हजुरको घर मेरो घर हो। मैले खान पाइनँ भने विष्णु दाई कहाँ 4 दिन बस्छु, बाला दाई कहाँ 10 दिन बस्छु, खेम पाठक कहाँ बस्छु, शिव अधिकारी कहाँ बस्छु। मैले हजारौँ व्यक्ति सिकागोमा पाएको छु। मेरो लागि सबभन्दा ठुलो उपलब्धि त्यही नै हो। यति भन्दाखेरि मेरो श्रीमतीको आँखा नसायो। मैले पिताजीलाई याद गरेँ। सर्जनहरू यहाँहरूको प्रेम रहिरहोस्, यति चाहिँ।
समादरणीय व्यक्तित्वहरू, काशी प्रसाद सिंह हुनुहुन्छ, सम्झा सिंह, रिनाङ, चिरन प्रसाद, सुमन लेखी, सबैले हात माथि गर्दै गरे, सबै भिडियो बनाउँछ सबै। माछाले छाडिदियो जल, आज मासुरीको धुन सुनेर, मासुरीको धुन सुनेर, मासुरीको धुन सुनेर, आज मासुरीको धुन सुनेर, कृष्ण भजनमा लाग्यो मेरो मन, कृष्ण भजनमा लाग्यो मेरो मन, आज मासुरीको धुन सुनेर, आज मासुरीको धुन सुनेर, आज मासुरीको धुन सुनेर, आज मासुरीको एकपटक जोडदार तालले सम्मान गरौँ हाम्रो आदरणीय कतिवटा बुवा हुनुहुन्छ। हाम्रो आज यज्ञ समापनको दिन हो। सबैजना यो सानो अनाउन्समेन्टको लागि ध्यान होला। हाम्रो के भइरहेछ अवगत पनि गराउँदैछु, के हुँदैछ त्यो बारेमा पनि म बताउँदैछु। सम्पूर्ण महानुभावहरूलाई धेरै धारण गरेर एकछिन मेरो कुरा सुनिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। कृष्णाय वासुदेवाय नमो भगवान महादेवाय, नमो कृष्णाय सनातन धर्मावलम्बी वासुदेव भगवान परमात्मा प्रभुको महिमाले परिपूर्ण यस भाग बताइनु अब धर्म पर्नु एउटा व्यक्तिबाट मात्र गयो सिकाउनु प्रेम नेपालमा पनि विश्वव्यापी रूपमा सिकाउने दर्शाएको प्रेम हामी प्रचार गर्दैछौँ। यो मेरो वचन बद्धता हो। सजनहरू यहाँ घटना अगाडि बढ्नुहोस्। रामकृष्णलाई हाम्रो साथ सदन पढेल तपाईँको साथमा सदैव छ। आगामी दिनमा मेरो आवश्यकता पऱ्यो भने सबैले अन्यत्रको कार्यक्रम त्यागेर भने पनि म सिकागोलाई समय दिनेछु भन्ने प्रण गर्छु।
हर्षलाई राख्नु भएको छ खाना सर्भ गर्नु भएको छ अमृत सर्भ गर्नु भएको छ दुई दिनको जिन्दगानी करघालाको पानी हरि बोल माया जानी दुई दिनको जिन्दगानी करघालाको पानी हरि बोल माया जानी दुई दिनको जिन्दगानी करघालाको पानी हरि बोल माया जानी दुई दिनको जिन्दगानी करघालाको पानी खै त ताली Hare
सुख समृद्धि सम्बन्धित उनीहरू प्रगति हिमलाल भण्डारी, इसानी भण्डारी, आरबी आर्लिङटन हाइटबाट समाजसेवी हुनुहुन्छ। सिएनएफएसमा लामो समयदेखि काम गर्ने व्यक्तित्व, अहिले $1505 प्रदान गर्नुभएको छ। धन्यवाद, जय होस्। सम्मानको लागि आउनुहोला। नाम सुन्ने बित्तिकै आउनुहोस् है। आज हामी दोहोऱ्याएर नाम भन्न सक्दैनौँ, समय पाबन्दी छ। सुरज अधिकारी, रजनी अधिकारी, शिरीष सृजन अधिकारी, चोरमारा नवलपुरबाट $1501 प्रदान गर्नुभएको छ। धन्यवाद, जय। सम्मानको लागि आउनुहोला। रश्मि खड्का, कहाँ बजायो मुरली ए बुझेली आले, 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 कहाँ बजायो मुरली। शिक्षकमा है हरिराम यी मेरो मेरो भन्दैछौ फगतमा मेरो भन्नु केही छैन जगतमा। यी मेरो मेरो भन्दैछौ फगतमा मेरो भन्नु केही छैन जगतमा। हे मेरो मेरो भन्दैछौ फगतमा मेरो भन्नु केही छैन जगतमा।
पापी किन धर्म छोडे बाटो नहिँडे हे आँखा लोभी मन पापी किन धर्म छोडे बाटो नहिँडे हे आँखा लोभी मन पापी किन धर्म छोडे बाटो नहिँडे हे धर्म छोडे बाटो नहिँडे हे जिन्दगीको के भर छ र एकैछिनमा छोडिन्छ संसार हे जिन्दगीको के भर छ र एकैछिनमा छोडिन्छ संसार हे जिन्दगीको के भर छ र एकैछिनमा छोडिन्छ संसार भनेको कस्तो हो जिउँदै स्वर्ग गएको जस्तो भनेको कस्तो हो जिउँदै स्वर्ग गएको जस्तो भनेको कस्तो हो जिउँदै स्वर्ग गएको जस्तो जिउँदै स्वर्ग गएको जस्तो जिउँदै स्वर्ग कोइली कराको विशुद्ध पूर्वेली भजन है यो यहाँ चाहिँ रोइला सोइला चल्दैन है एकछिन म जुन जिल्लाको आउनुहुन्छ हाम्रो बासु फुलाएर आउनु हो भने म डोटीको राइजोमा गाइदिन्छु अहिले पश्चिमको चाहिँ देउडा महेश्वर सृष्टि बचाउने महेश्वर सृष्टि बचाउने यो शैलीमा गाइदिन्छु यो चाहिँ हाम्रो डोटेली हो अब चाहिँ सङ्घ सेवाको एउटा चाहिँ सङ्घ सेवाको एकजना चर्चित गायक छन् क्या उनको चाहिँ भजन मलाई साह्रै मनपर्ने एउटा गुरु होइन अर्को कमलीकान्त भेटवाल त्यो लयमा गाउन सक्नु सङ्घ सेवाको लागि देव देवताको नाम हजुर हरि शरण देव देवताको नाम हजुर हरि शरण देव देवताको नाम हजुर हरि शरण विशुद्ध सङ्घ सेवाको भजन हो
कृष्ण भेटेर भए हरे शरण वृन्दावन धाममा हो हरे शरण वृन्दावन धाममा हो हरे शरण हरे राम कीर्तन गाउन फुर्सदै छैन कल्ले को बजायो हरि शरण कल्ले को बजायो हरि शरण कल्ले को बजायो हरि शरण कल्ले को एकपटक जोडदार ते जोडणी हुनुहुन्छ आदरणीय व्यक्तित्व बासु फुलाराजी हाम्रो बिचमा आउनु भएको छ नेपालमा डोटी जिल्ला उहाँको जिल्लामा पनि गएर मैले सेवा गरेको छु विद्यालय कलेजको लागि नगएको जिल्ला कहाँ छ र खै ल एकपटक नाच्छ हो गाई बाछालाई सराउँछु मनमा, मनमा, मनमा। एक दुई तिन
कहिले हामी पुग्ने होला वृन्दावनैमा संगत राम्रो भयो भने पापले कहाँ सुन्छ संगत राम्रो जानेर मान ईश्वरको हरेक घटनालाई गुरु मान्नुभए भनिकन भगवान कृष्णचन्द्र परमात्मा बोले उद्धवजीलाई जीवन गतिको बारेमा गुरु ज्ञानको बारेमा
नारायण राई मान्छे भनेको हुनुहुन्छ उहाँ हो शिवजी नारायण राई मान्छे उहाँ हो मन्तोष हो नामी मन्तोष कोष भनेको खुसी मन खुसी भएको व्यक्तिलाई मन्तोष भनिन्छ कुन जिल्ला अरे मोरङ होइन भोजपुर हो भोजपुर कहाँ ए ट्याम्केतिर हो ए राई माझी परिवार नारायण राई माझी काठमाडौँ सामाकोशी पहिले कहाँ पहिला कहाँ चिन्तन हो लौ चिन्तनको नाच मोरङको नाच हेरौँ अब के भन्छ नाचले ल हरिनाम फेरि त्यही भजन गाउनु मन लाग्यो मलाई हरिनाम ए सुने अले अले एका मजायो मुरले ए सुने अले अले एका मजायो मुरले ए सुने अले अले एका मजायो मुरले
रूपेन्द्र भट्टराई, डाक्टर अन्जु भट्टराई, बासु फुलारा, उहाँकी सहधर्मिणी के खतिवडा अरे प्रतिमा के अरे प्रतिमा खतिवडा ओखल लुङ्गा कहाँ माने भन्ज्याङ हो रामरी खतिवडाको कोही हो दाजु दिदी बहिनी हो कि कोही होइन हजुर रिलेटिभ छ अहिलेको त्यो रामपुरतिर हो ओखल ढुङ्गा पनि गरेको छु कार्यक्रम मैले रुम्जा टार के अरे गामलाङ टारमा निसङ्ख्यमा धेरै ठाउँमा गरेको छु ल नाची बस्छु ये सरेर हावा चल्यो वृन्दावनैमा एक दुई तिन चल्यो वृन्दावनैमा हरे राधा कृष्ण जी आउन मनैमा हे हरे राधा कृष्ण जी आउन मनैमा हे सारा राधा हावा चल्यो वृन्दावनैमा हरे राधा कृष्ण जी आउन मनैमा हे हरे राधा कृष्ण जी आउन मनैमा Sharada hawa chalyo vrindavanayma Hare Radha Krishna Jaya Namanayma Hare Radha Krishna Jaya Hare
त्यसै गरी आजै हो दान गर्ने धर्म गर्ने आजै हो स्वर्ग जाने भएदेखि दान पुण्य गर स्वर्ग जाने भएदेखि दान पुण्य गर हे जिन्दगीको छैन भर नरकमा नपारलाई आज साह्रै मिठो नाच एकपल्ट फेरि बासु फुलारा यस्तो व्यक्तित्व हुनुहुन्छ नेपाली बिच चर्चित व्यक्तित्व बासु फुलाराको बारेमा मैले धेरै सुनेको छु बासु सर मैले न्युयोर्कमा पनि गरेको थिएँ पहिले कार्यक्रम हजुरलाई थाहा छँदैछ रिजुडमा त्यसै गरी उहाँ एटर्नी हुनुहुन्छ केही समस्या पर्यो कानुनी समस्या भने सिकागो भरिका सबै व्यक्ति बासु फुलाराका गएको देख्न हजुरको विज्ञापन पनि गरिदिनु जहाँ गएर पनि गर्नेछु यो चाहिँ 20,000 को विज्ञापन हो है विचार गर्नु अब खै बालादाईको साथी बाला घिमिरे अब फेरि एकपटक उहाँले सही बढी दिने सोच गरेर आए पनि यो माहौल देखेर सिकागोवासीको सम्मानका लागि उहाँले 20,101 ग्राम अब यही खुसियालीमा एउटा नाच हरि राम मेरो मेरो भन्छौ हामी मेरो एक्लै आउनु एक्लै जानु लानु केही छैनलाई आजै हो दान गर्ने धर्म गर्नु आजै हो
पर्छ गुरु माता पितालाई माया गर्नुपर्छ कमाएको केही अंश दान गर्नुपर्छ जुन जिल्लाको त्यस्तै भजन हरिराम कृष्ण मधु पाखैमा झलको आँखैमा कृष्णजीको साथैमा राधा काखैमा कृष्णजीको साथैमा राधा काखैमा राधा काखैमा कृष्णजीको साथैमा राधा काखैमा कृष्णजीको साथैमा राधा काखैमा कृष्ण मधु पाखैमा झलको आँखैमा कृष्णजीको साथैमा राधा काखैमा कृष्णजीको साथैमा राधा काखैमा राधा काखैमा कृष्णजीको साथैमा राधा काखैमा कृष्णजीको साथैमा राधा काखैमा वृन्दावनको चारेश्वरमा कोइली कराको वृन्दावनको चारेश्वरमा कोइली कराको राधा जी र कृष्ण जी कृष्णजीको साथैमा राधा काखैमा कृष्णजीको साथैमा राधा काखैमा कृष्णजीको साथैमा राधा काखैमा कृष्णजीको साथैमा राधा राधा कृष्ण साथैमा कदम बोटैमा राधा कृष्ण साथैमा कदम बोटैमा काछा त कृष्णजी गाई गोठैमा कृष्ण मधु कृष्ण मधु पाखैमा झलको आँखैमा कृष्णजीको साथैमा राधा काखैमा कृष्णजीको साथैमा राधा काखैमा राधा काखैमा कृष्णजीको साथैमा राधा काखैमा कृष्णजीको साथैमा
खालि मासु